है ओहायो गोजाइमासु konnichiwa फेरि पनि आज हाम्रो मोक्सी सेफ्टीबाट नयाँ क्वेसन जस्तै पिक्चरमा रहेको छ म के भन्छ फायरवर्क्स हो यसलाई के भन्छ त जापानिजमा इचिमासो बौमोदोरी हिनोदे हानामी र हानाबी तपाईको बौमोदोरी भनेको चाहिँ ढोल बजाएर नाच्ने जापानिज एउटा कल्चर छ त्यसलाई बौमोदोरी भन्छ हो त होइन हिनोदे भनेको चाहिँ तपाईँ हाम्रो सूर्योदय मानेको सनराइजलाई चाहिँ हिनोदे भन्छ त्यसै हानामी भनेको चाहिँ तपाईको साकुरा फुल फुलेको हेर्न जाने कामलाई हानाबी र यो मामा रहेछ हानाबी भनेको चाहिँ फायरवर्क्स त्यही भएर माथिको फायरवर्क्ससँग मिल्ने भनेको हानाबी हुन्छ है त त्यसैले अब हाम्रो नेक्स्ट क्वेसनमा नम्बर 1 मा रहेको छ तोमोदाची गा ब्योकी नानोदे नानी नानी नि इकिमासिता सेक्समा छ र्योको नि खाएमोनो सान ओमिमाई र यो भनेको न्युइन हामी यो चारवटा अप्सन मध्ये यसको व्याख्या गर्दै जाउँ है त जस्तै योको भनेको तपाईको टुर भइहाल्यो घुम्न जानलाई योको खाएमोनो भनेको शपिङ छँदैछ त्यसले ओमिमाई भनेको चाहिँ कोही मान्छे हस्पिटलमा भर्ना भएको छ बिरामी मान्छेलाई भेट्न जाने कामलाई चाहिँ ओमिमाई भन्छ अब त्यसलाई ओमिमाई त्यसै न्युइन भनेको चाहिँ हस्पिटलमा भर्ना हुनलाई हस्पिटलमा भर्ना हुनलाई चाहिँ भन्छ न्युइन त्यसै नै तोमोदाची गा ब्योकी नानोदे नानी नानी निकिमासिता साथी चाहिँ बिरामी भएकोले घुम्न जाने त होइन खाएमोनो शपिङ जाने त होइन के गर्न जाने हो त बिरामीलाई भेट्न जाने हो त्यो भएर एन्सर चाहिँ सामा र न्युइन भनेको चाहिँ हस्पिटलमा भर्ना हुने हो भर्ना हुनलाई जाने होइन कि भर्ना भइसकेको मान्छेलाई भेट्न जाने त्यही भएर बताइएको हुन्छ सामाको ओमिमाई है रियातो जाइमासिता